गाइस वेलकम ब्याक टु माई दिदीको च्यानल। अनि आज चाहिँ हामी मोमो बनाउन जाँदैछौँ। अब हेरौँ हामी कसरी मोमो बनाउँछौँ। यहाँ हुनुहुन्छ मम्मी। के गर्नुभएको मम्मी? यो न्युट्रेला मसिनो बनाएको, यो बन्दाकोपी काटेको। हजुर। अनि यहाँ चाहिँ मेरो दिदी काट्दै हुनुहुन्छ प्याज। के भन्न चाहनुहुन्छ? यति काटिसक्नुभयो, तपाईँलाई रुन मन लागेको छैन? छैन, पानीमा भिजाएको नि त, त्यही भएर। ओ माई गॉड, वाओ। हजुर। के गर्नुभएको तपाईँले चाहिँ अहिले? यो बन्दाकोपीको पानी निकालेको छोरी। बन्दाकोपी नै यहाँ के छ मम्मी? सोयाबिन छ छोरी। भएको दिदी पिठो मुसेको। ए पिठो हो कि आटा हो? आटा हो। आटा हो, मैदा होइन। मैदा हो। हालेपछि जुसी हुन्छ दिदी। तेल हालेपछि के जुसी हुन्छ? मोमो। ए हो र? पाक्छ भित्र। मम्मी तपाईँले यहाँ के हाल्नु भयो? नुन हाले। हजुर। मसला हाले। हजुर। प्याज हाले, न्युट्रेला हाले, बन्दाकोपी हाले, धनिया हाले। हजुर। तेल हाले। हजुर। यति नै हो। ए अब मोमोको पिठो बेल्दैछौँ। मम्मी बेल्दै हुनुहुन्छ आज। अनि हामी चाहिँ गिलासले गोलो गोलो बनाउँछौँ त्यो मोमोको उयो। मम्मी गर्दै हुनुहुन्छ लाहाभित्र छिरो। गाइस आज चाहिँ बाहिर ओपर धेरै हावा चलिरहेछ। हेर्नुहोस् हाम्रो यो फुल सबै तल त्यहाँ बाहिर सबै झरेको छ। अनि सबै फुलहरू यस्तो भएको छ, यस्तो हावा चलेको छ नि गाइस, धुलै धुलो भएको छ आज। अब चाहिँ हामी मोमोको सेप बनाउँदैछौँ। अनि यहाँ टाँसिन्छ भनेर हामीले तेल लगाएको छौँ। अनि मम्मी चाहिँ बनाउँदै हुन्छ मोमोको सेप। दिदी त्यहाँ फेरि साह्रो भएर पिठो मुस्दै हुनुहुन्छ। अब चाहिँ हामीले मोमो बसाइसकेको छौँ। यहाँ यो फर्स्टमा चाहिँ छ पानी, यसमा चाहिँ छ मोमो एन्ड मोमो। गाइस हाम्रो चाहिँ मोमो पाकिसकेको छ। यहाँ छ मोमो। मम्मीले निकाल्दै हुन्छ। कति मिनटमा पाक्छ मम्मी? 30 मिनटमा छोरी। गाइस अब चाहिँ हामी मोमो खान आँटेको। तातो पो त रहेछ। यहाँ चाहिँ हुनुहुन्छ अरू मोमो बनाउँदै हुन्छ मम्मी र दिदी। हामी 3 जना छौँ, त्यही भएर मैले चाहिँ 3वटा भाँडामा गरेँ। एउटा चाहिँ भइसकेको छ अनि अर्को चाहिँ बाँकी, अब 2 चाहिँ बाँकी छ। अब यहाँ चाहिँ यो मेरो भाग हो किनकि यहाँ धेरै छ नि त मोमो, त्यही भएर। अब यहाँ 3टा भइसक्यो। अब चाहिँ हामी खान्छौँ ल। हाई ल। अब बाई बाई गाइस। अब चाहिँ हामी मोमो खान्छौँ। बाई बाई। थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो। प्लिज लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला। आई लभ यु भेरी मच।